आज त नेपाली कांग्रेसका माननीयज्यूहरू त 7-8 जनादेखि बढ्ता त देखिँदैन नि। उहाँहरू कता जानुभयो? गभर्नर खोज्नु जानुभयो कि प्रधानमन्त्री खोज्नु जानुभयो? कम्ती हुनुहुन्छ तपाईहरु, एकदमै कम संख्यामा हुनुहुन्छ ठूलो पार्टी भएको भएर मलाई त शंका लागिरहेछ। अब म आफ्नो विषयवस्तुमा प्रवेश गर्छु। यो भूमि सम्बन्धी विधेयकले धेरैवटा प्रश्नहरू उठाएको छ। सरकारको नियतमाथि पनि शंका गर्ने प्रशस्त ठाउँ राखेको छ। यदि यो विधेयक राम्रो नियतले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर ल्याएको भए त ठिकै छ अलिअलि, तर विगतमा सरकारका क्रियाकलापहरू देख्दाखेरि जग्गा जीवन देख्ने नहुने, प्रति जग्गा देख्ने नहुने, खाइहाल्ने, सिद्ध्याइहाल्ने, कार्यकर्तालाई बाँडिहाल्ने जुन क्रियाकलापहरू विगतमा देखिएको छ त्यो अनुसार चाहिँ मलाई चाहिँ नियतमाथि शंका लागेको छ। सभामुख महोदय, भूमि ऐनको दफा 52 खको दफा 4 को खण्डमा संशोधन गरेर के ल्याएको छ भने सुरु नापी हुँदाको बखतमा क्षेत्रीय नापी किताबमा वा लगतमा गौचर, हाटघाट वा बजार उल्लेख भएको तर उपयोगमा नरहेको जग्गा स्थानीय कार्यपालिकाको खिटानी निर्णय सहित लेखी आएमा सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउन बाधा पर्ने छैन। कुरा हेर्दाखेरि त राम्रो छ, सहज छ, तर सुकुम्बासी र अव्यवस्थित बसोबासाहरू चाहिँ ठूला दलका कार्यकर्ताहरू भयो भने के गर्ने? यो प्रश्न चिन्ह हाम्रो अगाडि आएको छ सभामुख महोदय। अगाडि अर्को के चाहिँ छ भने हदभन्दा बढीको जग्गा सुरक्षित गर्न विभिन्न सहकारी संस्था वा कम्पनीका नाममा राखिएको जग्गालाई समेत घडेरी र आवास निर्माण गरेर बिक्री वितरण गर्न पाउने छुट विधेयकमा समावेश गरिएको छ। यसले त असल नियत त देखाएन नि। किनभने विगतमा हेरौं के कामहरू भएको छ, के त्रुटिहरू भएको छ त्यो हेरौं र कसरी जग्गाहरूलाई चाहिँ लिन्छ। यो विभिन्न कम्पनीहरूको नाममा राखिएको जग्गा, हदबन्दीको जग्गाहरूलाई बिक्री सहज हुने प्रावधान राखेर यो जुन चाहिँ विधेयक ल्याएको छ यसले मिसन 84 मा आफ्ना कार्यकर्तालाई नियुक्त गरेर आफ्ना कार्यकर्ताहरूलाई वितरण गरेर चुनाव जित्ने मनसाय राखेको होला।